ल एकचोटि सल्लाह भनेर जानु त मिदी निर्वाचन पुलिस भनेको सल्लाह भन्नु न एकचोटि हेत तेरिकाले एकचोटि सल्लाह भनेर जानु त जैनेबल हानेर जानु त हेत तेरि अलिक तडक भडक गरेर के ल ल ल राम्रोसँग जानु माथि राख्नु भएको छ त्यो गाडीहरू आएर हान्ला अलिक जोगिएर हिँड्नु ल ल बनाउन लगाइसकेपछि के भन्यो भने त्यो ग्यारेजवालाले चेकै नगरिकन हर्न फेर्नुपर्छ भनेर भन्थ्यो के अनि हर्न फेर्नुपर्छ भन्थ्यो अब एकचोटि चेक गर्नु भनेको फेर्नुपर्छ कि फेर्नुपर्छ भन्थ्यो क्या अब होइन अनि हर्न फेरिदिनु त भनेको अनि फेरि हर्न पनि रहेनछ त्यहाँ हर्न पनि अब पाएन के भयो कता हिँड्नुभएको तपाईँ लाइम डाँडा बस्नु हुन्छ के नाम हो तपाईँको झोला कसको हो त्यो त्यो उसको बाइक अलिकति त्यहाँ भएन क्या माथि उकालो यहाँ नतान्नु थियो मान्छे चाहिँ खोइ त के गरिरहेछ त्यो मान्छे के गरिरहेछ त्यो मान्छे टोइलेट गर्नु रक्सी खानु भएको छ क्या अरे हजुर रक्सी खानु भएको छ क्या अरे छैन मुढेसम्म छोडिदिनु न डुङ गनाएर राख्नु भएको छ छोडिदिनु न मुढेसम्म बस्नु अनि त्यो मान्छे चाहिँ के भएको छ के यताउता झगडा गर्दा होइन नि होइन अनि त्यो आगो बलिरहेछ त्यो कहाँ त्यो झोलानेरि छैन कस्तो छैन भन्छ धुवा उडिरहेछ ए मातेर लम्बसार परिरहेको रहेछ होइन यो को हो त उयो भन्छ यी नै त्यो झोलामा आगो बलिरहेछ त के हो छैन खोइ झर्नु त धुवा उडिरहेछ चुरोट खाएर त्यतिकै फालेको होला होइन यहाँ अघिदेखि धुवा उडिरहेछ छैन भन्छ यो चुरोट खाएर त गरेको रहेछ नि मार्नु पर्दैन टोलीहरूले ल पस आउनु अडिनु हुन्छ होला नि होइन ल पस्नु यताउता हल्यो भन्दा म छोडिदिन्छु नि फेरि ल के पऱ्यो ऊ भन्दा अलिक मजाले समाएर पस्नु त बुढा अनि कहाँ हिँडेको त अनि ऊ पनि रक्सी खाइरहेको रहेछ अनि थेत्तेरिकमा झ्याक्नेहरू अनि म्यादी के लाग्यो अनि म्यादी भइयो त भइयो अनि लिन्दिङ नहाल्यौँ है लिन्दिङ नहाल्यौँ क्वेसन के सोधेको थियो म्यादीमा नाम चाहिँ के हो नि तपाईँको नाम चाहिँ के हो नि तपाईँको अजय के पिप्ले बाहुन पिप्ले भनेको सार्की ए अनि किन ढाक्नु अचम्म ठिक छ ल ठिक छ अनि त्यो मान्छे आइपुग्छ त्यो मान्छे आइपुग्छ त अनि त्यो चाहिँ को
सँगै साथी होइन तिमीहरू आमा, हैट। अनि लिफ्टमा आएको थियो दुईजनै जाँड खाएर बसिरहेछ आमा लिफ्टमा आएको थिएँ भन्छ कस्तो केक हौ तपाईँ कहाँसम्म हिँड्नु भएको म उता राजापानी राजा पनि हिँड्नु भएको मान्छे मौरेसम्म हामीलाई छोडिदिनुहुन्छ होला नि अनि के मुडेसम्म मात्रै भनेको होइन अब राजा पनि हिँड्नु भएको मान्छे हामीले मौरेसम्म छोडिदिनु न मलाई चाहिँ यहाँसम्म भनेको होइन उसले छोडिदिनुहुन्छ भने पनि तपाईँलाई म केही भन्दिनँ कहाँ जाने घर चाहिँ कहाँ हो अरे घर चाहिँ लाइन डाँडा लाइम डाँडा हजुर अनि त्यो मान्छे कहाँ पुग्ने हो त्यो मान्छे त अर्खौले कहाँ हो अर्कौले हजुर सँगै अनि म्यादी भिड्नु आएको भनेको होइन अस्ति आउँदाखेरि बिजुले भेट्दाखेरि चाहिँ सँगै लिएर आएको बिजुलीमा भेट्दा सँगै लिएर आएको हजुर अनि अहिले चाहिँ नचिन्ने भएको फेरि अनि यहाँसम्म आएर अनि अहिले मातेर दुईजनै नचिन्ने भएको हजुर अनि साथीलाई आफ्नो साथीलाई त बिर्सिदिने यो कसरी चिन्ने हुने हँ कसरी चिन्ने हुने खालको हुनु त भनेको अनि बिजुलीबाट सँगै आएको भनेको होइन बिजुलेबाट अनि अर्खौलेबाट आएको मलाई अनि बिजुलेबाट आउँदाखेरि त भेट्दैन त सँगै अनि परिचय भएन हजुर भयो अनि गफ भएन सल्लाह भएन गफ भयो सल्लाह भयो परिचय भयो अनि कहाँ बसेको अनि बसाइ चाहिँ कहाँ ल हस्पिटल चोक्री त भयो नि हस्पिटल चोक्ने रे हजुर अँ अनि यसरी जाँड खाएर हिँड्ने हो त म्यादी प्रहरी अरे निर्वाचन प्रहरी अरे यस्तो हुन्छ अनि यस्तो मान्छेले अनि निर्वाचन गराउँछ त यस्तो मान्छेले निर्वाचन गराउँदैन निर्वाचन हुने खालको मान्छे नै कोही पनि खालको छैन नि त हँ अब हामी निर्वाचन प्रहरी हामी भयौँ नि अँ तर खासमा निर्वाचन हुने खालको यो जो पनि उठेको छ नि अँ यो खासमा उसको हुनको लागि अँ तर उनीहरूले गतिलो छैन नि त हामी के कसरी गतिलो हुनु पहिले आफू गतिलो हुने हो अनि अरूलाई गतिलो बनाउने हो नि त अरूलाई गतिलो बनाउनु भन्दा पनि पहिला उनीहरू गतिलो भए पो हामी गतिलो हुनु त्यही अरूले के गर्छ भन्ने कुरामा लाग्ने हो त आफू पो के गर्छु भनेर लाग्ने हो त तर कोही कोही त हाम्रो त अलिक कोही पनि नहुने गर्छ अनि के अरे अनि यस्तो म्यादी प्रहरीले त आफै अनि चुनावमा ढ्वाङ बोकेर कुद्छ होला त रक्सी खाएर अब त अन्त हाम्रो ढङ्ग नखाओस् हँ हाम्रो ढङ्ग चाहिँ भएर नखाओस् भने के भनेको बुझिनँ अनि यसरी रक्सी खायो भने त अनि म्यादीले नि अनि चुनावको ढ्वाङ बोकेर कुद्दैन चुनावको ढ्याङ बोकेर हामी कुद्नु भन्दा पनि मतपेटिका क्या मतपेटिका हजुर अनि रक्सी खाएर मतपेटिका अनि बोकेर कुद्दैन यो मतपेटिका बोकेर कुद्नु भन्दा पनि अँ मतदाताको हुँदो रहेछ भन्ने कुरो हुँदो रहेछ क्या मैले भने गल्ती लेख्ला अरे के भने अनि फेरि मैले यस्तो गरेँ ए भगवान् अरू मान्छेले चाहिँ अब नआए पनि एउटा यस्तो केस गरेर लेखिदिएको हुन्छ र लेखिदिएको हुन्छ नि अँ मैले त्यस्तो छैन छैन ल ल ल ठिक छ ठिक छ मैले ठ्याक्क पारेर आफूलाई आएको चिजलाई चाहिँ अँ नआएको भए ठिकै लाग्छ ल खास लु गजब भएछ कति हो अरे 45वटामा ए 50वटामा 47वटा मिल्यो हजुर तिनवटा चाहिँ छोड्यो छवटा हो ए 6वटा चाहिँ छोडेको हजुर छवटा चाहिँ छोडेँ हेत तरिकाले अघि 3टा भन्दै थियो छवटा चाहिँ छोडेको 6वटा छोडेपछि कतिवटा बाँकी रह्यो 50वटामा छवटा छोडेपछि कतिवटा बाँकी रह्यो त्यही त कतिवटा मिलायो त त्यसो भए 44वटा मिल्यो ल ठिक छ दुईवटा चाहिँ कन्फ्युज थियो अँ त्यो पनि मिलेछ दुईवटामा के थियो भनेदेखि होइन अँ यो के भन्छ नि हाम्रो 7 नम्बर यो के अरे कोशी प्रदेशमा नि अँ यिनीहरू पनि मिडियाहरू हो कोशी प्रदेशमा अँ कतिवटा जिल्ला छ भन्ने थियो अँ कोशी प्रदेशमा कतिवटा जिल्ला छ खोइ मैले चाहिँ 14वटा लेखेको ए लु राम मिलिगयो छ त नि लु पास लु कोशी प्रदेशमा 14वटै जिल्ला छ लु कतिवटा 14वटा छ भन्दैछु त अनि त्यो लेखिदिएको थिएँ लु मिल्यो त्यो मिल्यो अनि अर्को एउटा के लेखेको थियो भनेदेखि हाम्रो पूर्व पहिलो राष्ट्रपति महिला राष्ट्रपति अँ
को आएको थियो भने चाहिँ विद्यादेवी भन्दा लु खास त्यो पनि मिलेछ त्यति मात्रै अरू चाहिँ आफूले जानेको अरू चाहिँ के सोधेको थियो त अरू पनि थियो नि यहाँ जस्तै मान्छे होइन अँ हामी अब यो म्यादी पुलिसको कति दिनको हुन्छ गेस्ट अँ म्यादी पुलिस कति दिनको हुन्छ 40 दिनको हुन्छ 72को हिसाबले अँ 72 हाल्यो यो 82को हिसाबले अँ त्यो थियो अनि के थियो तर चाहिँ मैले त्यो लेखेको त दुईवटा चाहिँ मेरो पनि होइन मिल्यो त दुईवटा मिल्यो अनि त्यहाँ पछाडि हामी हाम्रो एउटा के थियो भने चाहिँ होइन अँ हाम्रो त्यो हुन्छ नि जुन सागर अँ त्यो चाहिँ गएर कुनमा मिल्छ भन्दाखेरि हिन्दमा छ अँ हाम्रो उमा पनि सागर छ र होइन के हामीले भनेको सप्तकोशी हो नि त सबैभन्दा ठुलो नदी सबैभन्दा ठुलो नदी सप्तकोशी अँ नदी दुधकोशी छैटकोशी आएको छ नि अँ ठुलो नदी अँ सप्तकोशी हो कोशी भन्दा त भन्दा पनि हुन्छ कोशी त अँ। कोशी त अनि कोशी अनि त्यो कहाँ गएर मिल्छ फेरि हिन्दमा छ अँ होइन त्यस्तै आएको थियो नि हामी त्यहाँ हो र मलाई भन्दा पनि तपाईँलाई धेरै आउने रहेछ अनि तपाईँले चाहिँ मलाई जिस्काउनु भएको साँच्ची भनेको हौ तपाईँले चाहिँ मलाई जिस्काएको जिस्काउँछु किन जिस्काउँछु तपाईँलाई तपाईँलाई जिस्काउने हो त्यतिकै छोडेर हाल्थ्यो नि मैले 6वटाको चाहिँ छोडिदिएको थिएँ क्या ल ल ल त्यसो भए पास भइसक्यो म्यादी कन्फर्म पहिले खाएको थियो कि थिएन पहिले म्यादी भएको थिएन फर्स्ट टाइम फर्स्ट टाइम बाउले मासुको पैसा तिर्नुपर्छ यताउति भन्न थाल्यो अनि अँ म्यादी जाकेटा बाबुले के भन्यो म्यादी जाकेटा म्यादीतिर यसो घुम्नु जान अँ यहाँ मासुको पैसा तिर्नु छ भनेर भन्यो अँ अनि आइयो बाबुले भनेको मानेर बाउले भनेको ल ठिक छ लु मान्नु पऱ्यो बाबु कति वर्षको बुढा छ अनि हाम्रो कोशी प्रदेशकी अँ हाम्रो कुन प्रदेशमा पर्छ अरे अँ जिल्ला हो र ल ठिक छ तपाईँले मलाई नजिकाउनु न जिस्काएको छैन हौ जिस्काएको छैन मैले किन जिस्काउने हो र सोद्धाखेरि पनि तपाईँले भन्नु भएन नि के सोद्धाखेरि आयो होइन अहिले मैले साथै सोद्धा अनि मैले भनेको त अनि दुइटै मिलिरहेछ भनेर तर साथी यो कोशी प्रदेशमा चाहिँ कतिवटा जिल्ला 14वटा जिल्ला अनि हाम्रो देशमा चाहिँ जम्मा कतिवटा प्रदेश 7वटा होइन कतिवटा त 5वटा मात्रै हो र 7वटा हौ ए 7वटा अँ कतिवटा लेख्नुभयो 7वटै लु पास त्यसो भए पास अनि यसरी जाँड खाएर हिँड्ने हो त यस्तो राम्रो मान्छे अब मैले नभेटेको भए तपाईँहरू कहाँनिर यसरी आउनु सक्नुहुन्थ्यो त अब कहाँ तपाईँलाई कसले ल्याइदिन्थ्यो साँच्ची भनेको तपाईँलाई कसैले पनि ल्याइदिन्थ्यो त किनभने तपाईँ जाँड तपाईँ जाँड खाएर बाँच्नु भएको छ किन कोशी प्रदेश चाहिँ नि अँ यो कोशी प्रदेशबाट बढ्दै त्यो बढेको नदी कुन उसमा पर कहाँ गएर मिसिन्छ भनेको हजुर कहाँ गएर मिसिन्छ भन्नु त खोइ मेरो विचारमा चाहिँ मध्य सागरतिर जस्तो लाग्छ है पास 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 मलाई चाहिँ त्यस्तो लाग्छ है हो पास हो पास मलाई चाहिँ मध्य सागरतिर जस्तो लाग्छ मध्य सागरमै गएर मिसिन्छ हो होइन कहाँ जङ्गलको खाडीमा गएर त पक्रिनु पुग्दैन भन्दैछु त जङ्गलको खाडीमा होइन मध्य सागरमै गएर अब छ न घाँटी भन्नु न साथी क्या नढाँटी नि भनेको क्या मलाई त कस्तो प्लान गरेर जस्तो लागिरहेको कहाँ गर्छु किन गर्नु र तपाईँ जस्तो जान्ने बुझ्ने मान्छेलाई म कहाँ होइन तपाईँ जस्तो जान्ने बुझ्ने मान्छे अनि कोही त त्यस्तै त आएको थियो ठिक छ पास हुनुभएछ कोशी हामीले कोशीमा भयो नि अँ अब हामी केमा पर्छौँ हो पास 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 हामी अहिले कहाँ आइपुग्यौँ हामी अहिले नुनथाल आइपुग्यौँ लु फेरि पनि पास होस् त पनि पास होस्टमै रहेछ बुढा हुनु त अँ
अहिले फेरि विद्यालय क्षेत्रमा हेट विद्यालय क्षेत्रमा दिदीले भन्नुभयो आउनु मेरो मलाई भन्नुभयो होइन हजुर मलाई भन्नुभयो होइन मैले भने यही कुरा हुन तपाईँले प्लान मात्रै गर्नु के हो प्याङ भनेको इङ्ग्लिसमा भन्नु न इङ्ग्लिसमा इङ्ग्लिसमा अँ इङ्ग्लिसमा भनेको चाहिँ प्राइम नै हो नेपालीमा भनेको नेपालीमा भन्दाखेरि चाहिँ तपाईँको हामीसँग त्यो गर्ने अँ फेरि जोक भन्नु भने यो पनि त्यस्तै हुन्छ अँ जोक जस्तै हो अनि के गर्नु भन्दाखेरि मजाक मजाक गरेको हजुर हो र ए प्र्याङ्क गरेको भनेको चाहिँ मजाक गरेको हजुर ल ठिक छ त्यो पनि पास त्यो पनि पासै पास आज त फेल हुने त चान्सै छैन म त खासै छँदै छैन हो हो म त खासमा फेल हुने खालको मान्छे नै मान्छे नि होइन हो हो कि न हो 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 तपाईँलाई ह्यान्डसम देखिरहेको छ भन्दाखेरि राम्रो देखिरहेको छ भन्दाखेरि मैले बुझ्छ मिल्दैन मिल्दैन अनि तपाईँ राई हो भन्दाखेरि मिल्छ मिल्दैन तपाईँ हो कि होइन म राई हो नि हो नि म हेन्सम छु हजुर म हेन्सम छु हुन्छ भने राम्रो क्या राम्रो छु म हजुर त्यतातिर रोइनी छैन हाम्रो गाउँ भन्ने लाइन भन्ने लु खाइन डाँडाको ए लामी डाँडाको एउटा रोइनी पठाइदिनु पऱ्यो मलाई तपाईँले पट्याइदिनु भन्दा मिल्दैन क्या अब पट्याउनु भनेको चाहिँ कस्तो छ त फकाइदिनु भनेको के पट्याइदिनु भनेको फकाइदिनु भनेको फकाइदिनु भनेको पट्याइदिनु भनेको पट्याइदिनु भनेको ए मा बुढा के भन्छ के भनेको रेला गरेको रेला गरेको अनि फकाइदिनु पटाइदिनु भनेको फट्याइदिनु अँ कस्तो खालको तर राम्री एकदम सुन्दरी अनि राम्रो नराम्रो त चिनिँदैन चिनेर पठाइदिनु पऱ्यो फकाइदिनु पऱ्यो तपाईँले भन्नु पऱ्यो नि त यस्तो चाहियो भने एकदम काम गर्ने खालको होइन हजुर नक्कल झक्कल नपार्ने खालको हजुर मैले जे भन्यो त्यही मान्ने खालको तपाईँले मान्ने खालको चाहिँ भनेर सोध्नु अँ उसले भन्ने खालको मान्ने खालको अरे भनेर पहिल्यैबाट सोध्नु अँ होइन अलिअलि खतरा ऊ हालिदिनु पऱ्यो नि त अनि मेरो बारेमा हल्का तारिफ हालिदिनु पऱ्यो कि तपाईँको बारेमा त तारिफ त पक्का पनि हालिहाल्छ किन हेन्सम भएकोले ल खास तपाईँको बारेमा त पक्का पनि तारिफ अँ अनि के पो अरे मासु खाएको पैसा तिर्नु भनेर अनि मिदीमा आएको भनेको होइन हजुर अनि निर्वाचन पुलिस अनि भएको पैसा चाहिँ अनि सबै अनि रक्सी खाएर सक्नुहुन्छ क्या अरे अनि सक्नु हौ गर्लफ्रेन्डले हालिदिएको 1000 रुपियाँ त्यही त गर्लफ्रेन्डले हालिदिएको 1000 रुपियाँ ओ माई गड हामीलाई त हालिदिँदैन त हौ 1000 रुपियाँ त्यही पनि पैसा सक्थ्यो हो त्यस्तै 1000 रुपियाँ हालिदिने खालको गर्लफ्रेन्ड चाहियो क्या मलाई पनि कहाँको गर्लफ्रेन्ड छ काठमाडौँको बिहे गरेको छैन गरेको छैन र त अनि हालिदिएको त पैसा ए गर्लफ्रेन्डले हालिदिएको फेरि त्यसलाई सोध्नु पर्ने हो र पैसा छैन भन्ने बित्तिकै हालिदिन्थ्यो भने एकपल्टमा पैसा छैन भन्ने बित्तिकै 1000 हालिदिन्छ त्यहाँभन्दा धेरै पनि हालिदिँदैन थोर पनि हालिदिँदैन कसैले पनि हालिदिन्छ त्यसले मात्रै ठिक्क हालिदिन्छ 1000 मात्रै ट्याक्कै अस्ति 3000 रुपियाँ हाल्दै थियो अस्ति हिजो 1000 गर्दा गर्दाखेरि त्यस्तै 25,000 रुपियाँ ल ठिक छ अस्ति 57,000 रुपियाँ कराइतिर जाँदाखेरि 57,000 के गर्छ अनि गर्लफ्रेन्ड चाहिँ गर्लफ्रेन्ड फाइनेन्समा काम गर्छ अनि फाइनेन्समा गरेको पैसाको अनि सबै खाइदिएर अनि रक्सी खाएर उडाइदिनेस् आफ्नो त घर गएको हो र हे तेरिकाले तपाईँ त फटा हुनु त रहेछ गर्लफ्रेन्डको उखाएर ल तपाईँ कता यता म यता जान्छु यो रक्सी खाएर यसरी हिँड्ने काम नगर्नु
अब मैले चाहिँ अब ल्याइदिएँ, अरूले चाहिँ तपाईँलाई ल्याइदिँदैन थियो। म यताबाट जान्छु। अनि कहाँ उता जान्छु त अनि म? ल एकचोटि सल्लाह भनेर जानु त। मिदी निर्वाचन पुलिस भनेको न, सल्लाह भन्नु न एकचोटि। हेत्तेरिकाले एकचोटि सल्लाह भनेर जानु त, जोइनेबल हानेर जानु त। हत्तेरी अलिक तडक भडक गरेर के। ल ल ल राम्रोसँग जानु। माथि राख्नु भएको छ, त्यो गाडीहरू आएर हान्ला, अलिक जोगिएर हिँड्नु ल। ल